ओके, अस्तिको भिडियोमा चाहिँ हामीले जेनरल मेथड अफ प्रिपरेसन अफ अल्केनसम्म पढेको थियौँ र आज चाहिँ हामीले केमिकल प्रोपर्टिज अफ अल्केनको बारेमा पढ्नेछौँ। र अल्केन चाहिँ सबैभन्दा लिस्ट रियाक्टिभ हुन्छ हाइड्रोकार्बनहरू मध्येमा, किनकि यिनीहरूसँग चाहिँ फङ्सनल ग्रुप हुँदैन र यिनीहरूले गर्ने मेजर रियाक्सन भनेको चाहिँ सब्स्टिट्युसन रियाक्सन र अक्सिडेसन रियाक्सन हो। सब्स्टिट्युसन रियाक्सन भनेको चाहिँ कुनै पनि अर्को न्युक्लियोफाइलले चाहिँ रिप्लेस गर्नु हो र अक्सिडेसन भनेको चाहिँ एडिसन अफ अक्सिजन हो। र सबैभन्दा पहिला छ सब्स्टिट्युसन रियाक्सन। सब्स्टिट्युसन रियाक्सनभित्र पनि हेलोजिनेसन छ, नाइट्रेसन छ, सल्फोनेसन छ। हेलोजिनेसनभित्र क्लोरिनेसन, ब्रोमिनेसन, फ्लोरिनेसन, आयोडिनेसन छ। र अर्को के छ त भन्दाखेरि अक्सिडेसन रियाक्सनमा चाहिँ कम्बुसन छ, जुन चाहिँ एयरको प्रेजेन्समा बर्न हुँदाखेरि अल्केनले कस्तो किसिमको प्रडक्ट दिन्छ। र क्याटालाइटिक अक्सिडेसन छ। क्याटालाइटिक अक्सिडेसन भनेको चाहिँ क्याटालिस्टको प्रेजेन्समा गरिने अक्सिडेसन हो। अब हामीले सबैभन्दा पहिला पढ्नेछौँ सब्स्टिट्युसन रियाक्सन, जस अन्तर्गत हेलोजन छ। हेलोजिनेसनभित्र पनि क्लोरिनेसन छ, जसमा चाहिँ के हुन्छ त भन्दाखेरि हामीले अल्केनलाई चाहिँ हेलोजनसँग ट्रिट गर्छौँ इन प्रेजेन्स अफ सनलाइट। र कति डिग्रीमा त भन्दाखेरि 250 देखि 300 डिग्री सेल्सियससम्म गऱ्यौँ भने चाहिँ हामीले के पाउँछौँ त हेलो अल्केन पाउँछौँ। यसमा चाहिँ के हुन्छ त भन्दाखेरि हाइड्रोजन चाहिँ रिप्लेस गर्छ केले त भन्दाखेरि हेलोजन ग्रुपले। अब यहाँ हामीले रियाक्सन पनि हेर्न सक्छौँ। रियाक्सनमा हेर्दाखेरि जुन अल्केन छ यसमा चाहिँ हामीले हेलोजन ग्रुपलाई ट्रिट गऱ्यौँ इन प्रेजेन्स अफ सनलाइट एट टेम्परेचर अफ 250 डिग्री टु 300 डिग्री सेल्सियस। र हामीले के पाइरहेछौँ त भन्दाखेरि हेलो अल्केन र हाइड्रोजन हेलाइट पाएको छौँ। अब हामीले मिथेनको इक्जाम्पल लिएर हेर्ने भने मिथेनमा चाहिँ कस्तो हुन्छ त भन्दाखेरि यो चाहिँ चेन रियाक्सन हुन्छ, किनकि यो चाहिँ एउटा फ्री रेडिकल मेकानिजम अन्तर्गतमा जान्छ। अब हामीले यहाँ देख्न सक्छौँ विभिन्न किसिमको प्रोडक्टहरू बनिरहेको छ, मिक्सचर अफ क्लोरोमिथेन, डाइक्लोरोमिथेन, ट्राइक्लोरोमिथेन र टेट्राक्लोरोमिथेन। अब यो जबसम्म चाहिँ के हुँदैन, कम्प्लिटली हाइड्रोजन एटम चाहिँ रिप्लेस हुँदैन, तबसम्म यो रियाक्सन चाहिँ चेन रियाक्सन जसरी अगाडि बढिरहन्छ। अब अर्को छ हामीले जान्नुपर्ने कुरा रियाक्टिभिटी अफ हेलोजन छ। अब सबैभन्दा रियाक्टिभ चाहिँ फ्लोरिन हुन्छ, त्यस पछाडि क्लोरिन हुन्छ, अनि ब्रोमिन, अनि त्यस पछाडि लास्टमा चाहिँ आयोडिन हुन्छ। अब ब्रोमिनेसनको कुरा गर्दाखेरि चाहिँ ब्रोमिन चाहिँ समवाट के हुन्छ त क्लोरिनभन्दा चाहिँ लेस रियाक्टिभ हुन्छ र यसले चाहिँ सिमिलर मेकानिजम फलो गर्छ तर एट अ स्लोवर रेट। अब यसमा पनि के भन्छ, ब्रोमो अल्केन भन्छ। अब फ्लोरिनेसनको कुरा गर्दाखेरि चाहिँ के छ त भन्दाखेरि फ्लोरिनेसनमा चाहिँ एकदम भाइलेन्ट र एक्सप्लोजिभ टाइप अफ रियाक्सन हुन्छ, किनकि यसमा चाहिँ एचएफ हुन्छ जुन चाहिँ भेरी एक्सप्लोजिभ कम्पाउन्ड बन्छ। यसमा चाहिँ के हुन्छ त भन्दाखेरि सिसी बोन्ड र सिएच बोन्ड चाहिँ सबै के हुन्छ, रप्चर हुन्छ, टुक्रिन्छ, अनि यसमा चाहिँ के भन्छ, कार्बन बन्छ। अब यो रियाक्सनलाई चाहिँ पर्फर्म गर्नको लागि चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि डाइल्युट फ्लोरिन युज गर्छौँ। डाइल्युटिङ फ्लोरिन युज गऱ्यो भने चाहिँ हामीले यसलाई चाहिँ यो प्रोसेसलाई चाहिँ हामीले एक्जिक्युसन गर्न सक्छौँ। र यसको लागि चाहिँ हामीले इनर्ट ग्यासेस लाइक के गर्न सक्छौँ त भन्दाखेरि नाइट्रोजनहरूसँग मिसाएर चाहिँ यो रियाक्सन चाहिँ पर्फर्म गर्न सक्छौँ। अब अर्को छ आयोडिनेसन। आयोडिनेसन चाहिँ अब डाइरेक्टली क्लोरिनहरू जस्तो रियाक्ट गर्दैन। यसमा चाहिँ हामीले के गर्नुपर्छ त भन्दाखेरि स्ट्रङ अक्सिडाइजिङ एजेन्टहरूको युज गर्नुपर्छ, किनकि जुन एचआई बन्छ त्यो चाहिँ हाइली रिड्युसिङ एजेन्ट हो, जसले चाहिँ हाइड्रो अल्केनलाई फेरि रिड्युस गरेर के बनाइन्छ, अल्केन बनाइन्छ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ के गर्न सक्छौँ त भन्दाखेरि स्ट्रङ अक्सिडाइजिङ एजेन्ट लाइक नाइट्रिक एसिडहरू युज गर्न सक्छौँ, जसले चाहिँ के गर्छ त रिडक्सन अफ हाइड्रो अल्केनलाई चाहिँ प्रिभेन्ट गर्छ र हामीले चाहिँ के पाउँछौँ त भन्दाखेरि हाइड्रो अल्केन पाउँछौँ। अब अर्को के छ त भन्दाखेरि नाइट्रेसन छ। नाइट्रेसन भनेको चाहिँ एउटा सब्स्टिट्युसन रियाक्सन हो, जसमा चाहिँ के हुन्छ, हाइड्रोजन एटमलाई चाहिँ नाइट्रो ग्रुपले चाहिँ के गर्छ, रिप्लेस गर्छ। अब अर्डिनरी टेम्परेचरमा चाहिँ अल्केनले चाहिँ के गर्दैन, नाइट्रिक एसिडसँग रियाक्ट गर्दैन। तर हामीले चाहिँ यदि फ्युमिङ नाइट्रिक भेपरलाई चाहिँ अल्केनसँग रियाक्ट गऱ्यौँ एट अ टेम्परेचर अफ 300 टु 450 डिग्री टेम्परेचर भन्ने चाहिँ यो चाहिँ नाइट्रेसनमा जान्छ। अब हामीले यहाँ रियाक्सन हेर्न सक्छौँ, एउटा अल्केनले चाहिँ नाइट्रिक एसिडसँग रियाक्ट गर्छ र वाटर एज अ साइड प्रडक्ट निकाल्छ र नाइट्रो अल्केन दिन्छ। अब मिथेनमा पनि हामीले हेऱ्यौँ र नाइट्रोमिथेन हामीले पाउँछौँ हैन। त्यस पछाडि छ हाम्रो सल्फोनेसन। सल्फोनेसन भनेको चाहिँ हाइड्रोजन एटमलाई चाहिँ सल्फोनिक एसिड ग्रुपले चाहिँ के गर्छ, रिप्लेस गर्छ। यदि अल्केनमा चाहिँ 6 वा 6 भन्दा बढी कार्बन एटमहरू छ भने चाहिँ हामीले फ्युमिङ सल्फ्युरिक एसिड एट अ 400 टु 500 डिग्री सेल्सियससम्म चाहिँ के गर्न सक्छौँ, पास गरेर चाहिँ हामीले के पाउँछौँ त भन्दाखेरि अल्केन सल्फोनिक एसिड पाउँछौँ। यसमा चाहिँ के छ त भन्दाखेरि जुन लोअर अल्केन छ तिनीहरूले चाहिँ सल्फोनिक रियाक्सन दिँदैन, जति पनि हायर
मलिक्युल्सहरू छ अल्किनको, तिनीहरूले मात्रै सल्फोनेसन रियाक्सन दिन्छ। अब यहाँ रियाक्सन हेरौँ हामीले, रियाक्सन हेर्दाखेरि हामीले के पाउँछ त भन्दाखेरि सल्फोनिक एसिडको प्रोडक्टहरू पाउँछौँ। अब यस पछाडि चाहिँ हाम्रो अक्सिडेसन रियाक्सन। अक्सिडेसन रियाक्सनमा चाहिँ हामीले एडिसन अफ अक्सिजन गर्छौँ होइन। यो चाहिँ अब डिफ्रेन्ट प्रोडक्टहरू दिन्छ। यसले चाहिँ कन्डिसनमा पनि यसको चाहिँ के हुन्छ त भर पर्ने हुन्छ। त्यही भएर सबैभन्दा पहिला हामीले अब यो 11 को लागि चाहिँ हामीले धेरै कुरा पढ्नु पर्दैन, त्यसकारण हामीले अब यहाँ दिएको जति कुराहरू पढ्नेछौँ। कम्बुसन छ एउटा होइन। कम्बुसनमा चाहिँ के हुन्छ त भन्दाखेरि अल्केनलाई चाहिँ हामीले एयरमा बर्न गर्छौँ र बर्न गर्दाखेरि चाहिँ के हुन्छ त कार्बन डाइअक्साइड बन्छ, वाटर बन्छ र एज वेल एज हिट पनि बन्छ। अब यहाँ हामीले रियाक्सन हेर्दाखेरि मिथेनलाई चाहिँ हामीले चाहिँ अक्सिजनको प्रेजेन्समा चाहिँ बर्न गरायो भने कार्बन डाइअक्साइड र वाटर प्लस हिट बन्छ होइन। अब अर्को छ क्याटालाइटिक अक्सिडेसन। क्याटालाइटिक अक्सिडेसनमा चाहिँ के हुन्छ त भन्दाखेरि सुइटेबल क्याटालिस्टको प्रेजेन्समा चाहिँ हामीले के गर्छौँ त अल्केनलाई चाहिँ लिमिटेड एयरको प्रेजेन्समा हिट गर्छौँ र हिट गर्दाखेरि चाहिँ हामीले अल्कोहल पाउँछौँ अनि अल्डिहाइड पनि पाउँछौँ र फर्दर अक्सिडेसन भयो भने चाहिँ त्यसबाट के बन्छ त कार्बोक्सिलिक एसिडहरू पनि बन्छ। अब हामीले यो हेरिसकेपछि अब अर्को भिडियोमा चाहिँ हामीले अल्किन्सको बारेमा पढ्नेछौँ र यो थियो 11 को अल्केन भन्ने च्याप्टर। हामीले हामीले अल्केनसँग रिलेटेड सबै कुराहरू पढिसकेका छौँ र अब हामी अर्को भिडियोमा चाहिँ अल्किन टपिक लिएर आउनेछौँ र त्यतिन्जेलको लागि चाहिँ यो भिडियो यहीँ सकिन्छ।